हेलो एभ्रिवान, शिवारू। आज चाहिँ छोरीको समर भ्याकेसन प्लस स्याटरडे पनि अनि आमा छोरी चाहिँ बिहानै बारी गयौँ। बारी गएर म चाहिँ आज हामी मकै र सिमीहरू काटेको बोडीहरू लाउनु पर्ने थियो। अनि छोरीले चाहिँ यसरी मलाई झारहरू फाँडिदियो है। म चाहिँ बारीहरू खनेँ। त्यसपछि लगाइसकेपछि हाम्रो फेरि प्लस थोरै मकै गोड्नु पनि थियो यसरी। अनि यतिखेर चाहिँ एकदम दिउँसो भइरहेको थियो, 1-2 बजेको थियो। यस्तो गर्मी भइरहेको थियो, घाम टिलिक्क टल्किरहेको थियो है। त्यसपछि कहिले शीतल हुन्छ भन्दै गर्दा ठिक्क घामलाई बादलले छेकिदियो। त्यसपछि चाहिँ शीतल भयो होइन। अनि त्यसपछि चाहिँ पानी पर्ला जस्तै भयो, तर पर्ने चाहिँ परेन। अनि म चाहिँ त्यसपछि बजार पुगेर सिमीको बिउ लिएर अनि यसरी छिटो छिटो रोपेर मेरो दिन आज यतिमै सकियो। धन्यवाद हजुरहरूलाई।